हेलो नमस्तेवल। आज चाहिँ हामी मुकबाङ लिएर आएको छौँ अनि अहिले चाहिँ हाम्रो के अरे उभौली चलिरहेको छ, उभौली चाड। अनि त्यही भएर त्यही रिलेटेड हामीले यहाँ हाम्रो खानाकुराहरू लिएर आएको छौँ अनि ड्रेस अर्नामेन्ट्स लगाएर आएको छौँ। अर्नामेन्ट्स त केही छैन त्यस्तो। अनि हेरिदिनु होला। अनि आज चाहिँ हामीसँग छ चाम्रे, साग, अनि यो आलु फ्राई, अनि गुन्द्रुकको अचार, अनि सुँगुरको मासु, अनि यो के अरे जुमा चाहिँ, अनि काँक्रा। ल अब हामी चाहिँ सुरु गरौँ खानालाई। आऊ साथी कापु त्यस्तै लागिसक्यो। राम चामल जस्तो त चाम्रे। खाइसक्यो एउटाले। मासु त हेर्नै मन छैन। खाटको खायो भने त बिहानदेखिको हामी भोकै छौँ क्या, त्यही भएर अनि सब हामीले नै बनाएको। उसले चाहिँ मलाई डिउ देखेन, ऊ एक्लै होइन, उसले चाहिँ डिउ खाँदैन कि, त्यही भएर हो। पक्न त्यो ठुलो लिन। एकछिन राम्ररी खाँदैन। मलाई भोक लागेकै हो। आफैले बनाएको मिठो भए है। मैले भन्न उसले बनाएको मैले सहयोग गरेको। उसले साग बनाएको। यसरी खानु। यस्तो हुन्छ लगाएपछि झर्न लाग्यो होइन। झरिसक्यो त मेरो। हामीलाई आलुदम छ भनेको आलु फ्राई। साग त साग पनि खानु। मेरो चाहिँ फर्स्ट मुकबाङ है, बाइ द वे। मेरो पनि फर्स्ट मुकबाङ हो। हामी दुइटैको फर्स्ट। अनि लास्ट पनि हुनसक्छ। हामी यहाँ कोसँग बोलिरहेको छौँ भिडियो हेर्ने भनेको हामीले त हो नि। बोसो पनि खाएको। अन्त काला किन हुनु पर्थ्यो? कसरी छु किन नभनेको? केटा बिर्स्यो नि।
मैले बिहान सोध्न चाहिँ लागेको थिएँ काँक्रा नखाने मान्छे होइन तिमी किन खाएको त नि यहाँ मान्छे चाहिँ आयो मिठो भयो साग खाइस् थाहा छ हामीलाई हाम्रो भिडियो हेर्ने भनेको हामी दुईजना नै हो हेरेको छ त्यसपछि अनि हाम्रो घरको मान्छेहरूले त्यही पनि म मेरो घरको मान्छेलाई त हेर्न दिन्न लाज लाग्छ आफ्नै सोच सुनेर तर पिरो भएन है त्यति ठिक्क बाह्र पनि लाग्यो होला नि 12 बजेर बज्न लाग्यो 12:30 हुन लागिसक्यो होला त्यति बेलासम्म हामी भोकै छौँ गाइस डिउ खाऊ न खाइरहेको मेरो हातमा माया गर्यो के गफ गर्नु गफै गर्न आउँदैन त्यही पनि भोकले नभएको कि खानु मात्र मन लाग्यो हामी चाहिँ यसपालिको उधौलीमा चाहिँ गएनौँ उभौली हौ त्यो उभौलीमा चाहिँ गएनौँ उता भन्थ्यो हाम्रो गाउँमा चाहिँ भएन कचहरीमा हुन्थ्यो तर सबैजनाले
आउनु भन्नु थियो तर हामी गएनौँ किनकि यस्तो घाम छ गर्मी। अब हाम्रो गाउँमा 22 गते हुन्छ होइन, अनि त्यहाँ चाहिँ जान सक्छौँ मेबी। म चाहिँ सक्दिनँ होला यस्तो घाममा। त्यही हो, पग्ला हुन्न। जाडो महिना चाहिँ ठिक्क हुन्छ क्या। फेरि पुसमा यता गर्दैन नि त, यहाँ गर्दैनन् हो। उहाँ पोहोर झन् गोलबजारमा भएको थियो। कोही जानुभयो भएन? गयो होला नि जाने मान्छे, हामी पो गएनौँ। बरु बैशाखमा चाहिँ नगरेर यता मङ्सिरमा चाहिँ गर्नुपर्ने क्या है। खानै मन छ नि त। मलाई के भन्नु लाग्यो, मासु खाँदा खाँदा वाक्क भइगएछ। हिजोदेखिको खाएको हामीले पोलेर पकाएर। भरे मोमो बनाउन मन लाग्यो। मोमो बनाउने हो भरे गाइस, खान सक्छ, च्यालेन्ज गरौँ भनेको रितुलाई। म त खान पाउँदिनँ, नाइ 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 भन्दै थियो। कस्तो जाने त्यो रकबरवाला? अब चाहिँ अगाउँदै अगाउँदै गयो है। अगायो भने रक पेपर सिजर खेलौँ। जसले जित्छ उसले चाहिँ खाना पनि जसले हाल्छ त्यसपछि एउटा ठुलो घाँस खानुपर्ने। र पेपर सिजर के ढिलो भयो क्या? सिजर पेपर रक। यो एक्सपेक्टेड थिएन। राजिन्छ यो। ल सिजर पेपर रक, यो मैले खानुपर्ने। फेरि ग्रेसलाई ल्याएर ग्रेसलाई गर्न लाउनु पर्ने मेकअप आफै लाउँदै बस्थ्यो होला। म पनि खाइरहेको छु, तिमी सँगसँगै भयो। सानोमा काँक्रा खाँदै बस्थ्यो। काँक्रा मन पर्दैन भनिदिन्छौ? घरमा पनि काँक्रै खाँदै है हिजो, त्यही भएर भनेको जस्तो।
भोक लाग्यो तिमीलाई बस खाजा खानु मन लाग्छ ठुलो भएर बस्दा पनि नबसी दामी आएको त त्यो पछि लिन आएपछि त आइहाल्छ लिन आउनु पर्ने महारानी मैले अघि सुरुमा खाँदाखेरि हामीले यो सब खाइरहेको जस्तो लाग्यो कि भोकले क्या गम गम खान्छ नि त दुवैजना भोकले भोक मेट्यो अब कहाँ खाना रहेछ कहाँनिर तिम्रो साथीहरूले हेर्दैन भिडियो हेर्छ फुल भनेर देखाउन मैले होइन एन्ड गर्नु मुखको सक्या पहिला हामी चाहिँ खाना नसक्ने भयो थ्याङ्क यू फर वाचिङ आवर भिडियो यतिसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद जसले हेरिदिनु भयो बाई बाई